नमस्कार, सदाका झैँ म मासिक राशिफल लिएर उपस्थित भइसकेको छु। म एस्ट्रोलोजर प्रकाश दाहाल हजुरहरू समक्ष आज मासिक राशिफल अनुसारको अन्तिम राशि रहेको छ मीन राशि। मीन राशिको आर्थिक सम्बन्धी समस्याहरू के कस्ता रहनेछन्, यस विषयमा राशिफलबाट सुरु गरौँ। अब यो महिना मीन राशिका लागि आर्थिक दृष्टिले मिश्रित र सम्भावनायुक्त रहनेछ र मङ्गल दोस्रो भावमा आफ्नै राशिमा रहेर असार 6 सम्म पारिवारिक स्रोत, बचत र बोल्ने क्षमताबाट आय बढाउन सक्ने भएकाले असार 6 पछि तेस्रो भावमा प्रवेश गरेपछि छोटो यात्रा, सञ्चार वा प्रयासबाट लाभ मिल्न सक्ने सम्भावना रहेको छ भने शुक्र पञ्चम भावमा रहेर रचनात्मक कार्य, लगानी र सन्तान पक्षबाट फाइदा मिल्न सक्दछ। तर असार 20 पछाडि 6औं भावमा जाँदा खर्च, स्वास्थ्य र ऋण सम्बन्धी समस्या बढ्ने सम्भावना बढिरहेको छ र बुध र सूर्यको चौथो भावमा युक्तिले गर्दा सम्पत्ति र घर जग्गा वा वाहन सम्बन्धी लाभ वा खर्चको योग्य बनाउन सावधानीपूर्वक बजेट व्यवस्थापन गर्नुपर्ने मीन राशिका जातकहरूको लागि देखिएको छ। भनेदेखि पारिवारिक तथा वैवाहिक स्थिति के रहन्छ भनेर हेर्दाखेरि पारिवारिक तथा वैवाहिक जीवनमा उतार चढावसँगै सुख सम्भावना पनि रहेको छ भने मङ्गल दोस्रो भावमा रहेर परिवारमा सुख तथा खानपान सम्बन्धी आनन्द दिन्छ भने मङ्गलले तेस्रो भावमा प्रवेश गरेपछि पारिवारिक संवाद र सञ्चारमा सुधार हुन सक्ने सम्भावना रहेको छ र परिवारसँग सफलता, सुख र यात्राहरू पनि हुन सक्ने सम्भावना बन्दै गइरहेको छ, जसले सम्बन्धमा आत्मीयता र मधुरता बढाउने काम गर्दछ। सफलता र सुख यात्रा पनि रहनेछन्। असार 20 सम्म प्रेम, सन्तान पक्ष वा रचनात्मक छलफलबाट वैवाहिक समझदारी बढाउन भने 6औं भावमा जाँदा स्वास्थ्य तथा दैनिक कामको व्यस्तताले केही दूरी बढ्न सक्ने सम्भावना रहेको छ भने बुध र सूर्यको चौथो भावमा को गोचरले घरेलु सुख, माता पक्ष र सम्पत्तिमा स्थिरता दिने सम्भावना पनि रहेको देखिन्छ। त्यस्तै गरी पढाइ तथा प्रेम सम्बन्धी के कस्ता कुराहरू रहेका छन् भन्दाखेरि विद्यार्थीतिर प्रेम सम्बन्धका लागि यो महिना अनुकूल र रोमान्टिक रहनेछ भने बुध र सूर्यको चौथो भावमा गोचर तथा युक्तिले वैदिक क्षमता र रचनात्मक गहनता अध्ययनमा सफलता दिने रहेको छ भने शुक्र पञ्चम भावमा रहेर असार 20 सम्ममा प्रेम, आकर्षक र रोमाञ्चक नयाँ सुरुवातको बलियो योग बन्दछ भने असार 8 पछाडि बुध पञ्चम भावमा जाँदाखेरि असार 8 देखि 23 गतेसम्म उच्च शिक्षा वा प्रतिस्पर्धात्मक परीक्षाको राम्रो प्रतिफल मिल्ने सम्भावना रहेको देखिनेछ र भावनात्मक सन्तुलनले काम गर्नुपर्ने अवस्था पनि रहेको छ। जागिर तथा करियरको व्यवसायमा के कस्तो रहन्छ भन्दा करियर तथा व्यावसायिक क्षेत्रमा प्रगति र स्थिरताको महिमा रहेको छ र सूर्य र बुधको चौथो भावमा युतिले घर, सम्पत्ति वा आन्तरिक कार्यालयबाट करियरमा लाभ दिने सम्भावना पनि बनेको